सोच्नुस् कि तपाई सधैँको जस्तो आफ्नो अफिस जानुहुन्छ, तर जब तपाई अफिस पुग्नुहुन्छ, तपाईलाई हिजोसम्म सँगै काम गरेको साथीहरू कसैले पनि चिन्दैनन्। तपाई कम्पनीको रेजिस्टर चेक गर्नुहुन्छ, तर कम्पनीको रेजिस्टरमा पनि तपाईको नाम कतै हुँदैन। आफ्नो पहिचान खुलाउन तपाई आफ्नो आइडी कार्ड देखाउनुहुन्छ, तर तपाईको कार्ड हेरेर उनीहरू भन्छन् कि नेपाल भन्ने देश त यो संसारमै छैन। तपाईको प्रतिक्रिया कस्तो हुन्छ? नमस्ते साथीहरू, स्वागत छ तपाईहरूलाई एमएचसी नेपालमा। आज हामी इन्टरनेटहरूमा भेटिएका केही समय यात्रा सम्बन्धित घटेका घटनाहरू हेर्नेछौँ। यो सबै घटनाहरूको आर्टिकलको लिङ्क मैले यो भिडियोको डिस्क्रिप्सनमा हालेको छु। भिडियो हेरिसकेर अवश्य हेर्नुहोला। यो भिडियोमा भएको पात्रहरू मैले हाम्रो पछिल्लो युट्युब भिडियोमा कमेन्ट गर्ने सब्सक्राइबर्स अन्जना, अभिनव, आकृति र जीवनको फोटोहरू लिएर बनाएको हो। यदि तपाईहरू पनि आफ्नो कुनै कथा युट्युब मार्फत देखाउन चाहनुहुन्छ अनि त्यो कथामा एआई मार्फत बनाएको आफ्नो अनुहारको भिडियो हाल्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर हामीलाई इमेल गर्नुहोस्। हाम्रो इमेलको लिङ्क तल डिस्क्रिप्सन बक्समा छ। आउनुस् सुरु गरौँ अनि तयार हुनुस्, किनभने यो यात्रा समयको सीमाहरू तोड्दै अगाडि बढ्नेछ। नम्बर 1, द म्यान फ्रम टरेड। सन् 1954 जापानको हानेडा एयरपोर्टमा जोन जिग्रस नाम गरेका एकजना यात्री प्लेनबाट ओर्लिएर आगमन प्रक्रिया पूरा गर्न सरासर इमिग्रेसन अफिसतिर जान्छन् र प्रक्रिया अनुसार आफ्नो पासपोर्ट अफिसरलाई दिन्छन्। जोनको पासपोर्ट हेरेर अफिसरलाई गडबड लाग्छ, किनकि त्यो पासपोर्ट ओरिजिनल नै थियो, तर त्यो पासपोर्ट एउटा यस्तो देशबाट जारी गरिएको हुन्छ जुन देश यो संसारमै छैन। हो, उनको पासपोर्ट युनाइटेड किङडम अफ टरेड भन्ने देशबाट जारी गरिएको हुन्छ। यो देखेर अफिसर्सहरू अलमल्ल पर्छन् र एउटा संसारको नक्सा ल्याएर जोनलाई आफ्नो देश देखाउन लाउँछन्। अहिलेको समयमा युरोपको एन्डोरा देश भएको ठाउँमा औँला देखाउँदै उनले उनको देश टरेड त्यहाँ छ र पछिल्लो 1000 वर्षदेखि त्यही छ भनेर जोनले भन्छन्। अन्यलमा परेका अफिसर्सहरू जोनको अरू डकुमेन्ट्स हेर्न थाल्छन्। सबै डकुमेन्ट्सहरू लिगल नै हुन्छ। जोनका भनाइअनुसार जापान भ्रमण उनको त्यो तेस्रो पटक थियो। उसको पासपोर्टमा पनि पहिले 2 चोटि जापान भित्रिएको स्ट्याम्प भेटिन्छ र उसँग अरू देशहरूको करेन्सी पनि हुन्छ। जोनले टोकियोको एउटा कम्पनीमा काम गर्ने र टोकियोको एउटा होटल पनि बुक गरेको दाबी गर्छन्। पुलिसहरूले अनुसन्धान गर्दा उसले भनेको कम्पनी र होटल त टोकियोमा हुन्छ, तर न त कम्पनीलाई कुनै टरेड भन्ने देशको बारेमा थाहा हुन्छ, न त होटलमा जोनको कुनै रिजर्भेसन नै हुन्छ। पुलिसहरूले बाँकी छानबिन भोलिपल्ट गर्ने भनेर उसको सबै डकुमेन्ट लिन्छन् र उनलाई एउटा होटलमा राख्छन्। होटलमा उनको रुम अगाडि 2 जना गार्डहरू पनि हुन्छन्। भोलिपल्ट पुलिसहरूले ढोका खोलेर हेर्छन् र त्यहाँ जोनलाई कतै देख्दैनन्। गार्डहरूको अनुसार कुनै समयमा पनि जोन कोठाबाट बाहिर निस्किएका थिएनन्। कोठामा भाग्न प्रयास गरेको कुनै निशानहरू पनि छैन। कोठामा न त बाल्कनी थियो न त कुनै भाग्ने ठाउँ। यति मात्र नभएर पुलिससँग भएको उनको सबै डकुमेन्ट, पासपोर्टहरू पनि रातारात हराउँछ र त्यसपछि उनलाई कहिले पनि भेटिँदैन। यो जापानको एउटा अनसल्भ मिस्ट्री हो। मान्छेहरूको भनाइ अनुसार त्यति बेला जोन जिग्रस नाम गरेका मान्छेलाई नक्कली पासपोर्ट बनाएको क्रममा जापानमा पुलिसले समातेका थिए र यही घटनाबाट प्रेरित भएर द म्यान फ्रम टरेड भन्ने झुटो कथा फैलिएको हो। तर कोही मान्छेले यसलाई अझै पनि प्यारालल युनिभर्सको सङ्केत हो भन्छन्। यो घटनाबारे धेरै आर्टिकलहरू छापिएका छन् र यसबारे युट्युबमा द म्यान फ्रम टरेड भन्ने 10 मिनटको सर्ट मुभी पनि भेटिन्छ। नम्बर 2, रुडोल्फ फेन्ज इन्सिडेन्ट। सन् 1950 न्युयोर्क सिटीको टाइम्स स्क्वायर, जहाँ रातको करिब 11:15 बजेको थियो, सधैँझै मान्छेहरूको भिडभाड थियो र त्यही भिडमा एकजना व्यक्तिले सबैको ध्यान आफूतिर आकर्षित गर्छन्, किनभने उनले भिक्टोरियन एराको कोट, लामो टोपी र लामो बटनवाला जुत्ता लगाएका थिए, जुन त्यो बेला एकदमै पुरानो जमानाको थियो। टाइम्स स्क्वायरको भिडभाड, गाडीहरूको आवाज र अग्ला अग्ला भवनहरूलाई उनी स्तब्ध अनुहार र ठूला ठूला आँखाले अचम्मित हुँदै हेर्दै थिए। आतिएर उनी सडकतिर दौडिन्छन् र एउटा रफ्तारमा आइरहेको पहेँलो ट्याक्सीसँग ठोकिन्छन् र घटनास्थलमै उनको मृत्यु हुन्छ। केही समयपछि पुलिसहरू आएर छानबिन गर्छन् र उनको गोजीबाट भेटिएका सामानहरूले पुलिसहरूलाई अचम्मित पार्छ। उनको गोजीमा रुडोल्फ फेन्ज नाम गरेको बिजनेस कार्ड भेटिन्छ। यति मात्र नभएर पुरानो बारको 5 रुपियाँ पर्ने बियरको टोकन, $70 को पुरानो बिल, तबेलामा घोडा बाँधेको बिल र फिलाडेल्फियाबाट सन् 1876 मा आएको एउटा चिठी पनि पुलिसहरूले उनको गोजीबाट भेट्छन्। यी सबै चिजहरू त्यति बेला अनौठो र ठाउँभन्दा बाहिरको थियो। यो केस मिसिङ पर्सन डिपार्टमेन्टका क्याप्टेन हाइब्रुड रिमको हातमा जान्छ। उनले रुडोल्फको फिङ्गरप्रिन्ट टेस्ट गर्छन्, तर केही प्रमाण पाउँदैनन्। उनको बिजनेस कार्डमा लेखिएको एड्रेस पनि कतै भेटिँदैन। त्यसपछि उनले पुरानो फोन बुक पल्टाउँछन् र त्यहाँ रुडोल्फ फेन्ज जुनियर नाम गरेको एउटा फोन नम्बर भेट्छन्। क्याप्टेनले तुरुन्त त्यस नम्बरमा फोन गर्छन् र रुडोल्फ फेन्ज जुनियरको मृत्यु 1945 मै भएको जानकारी उनकै श्रीमतीबाट पाउँछन्। क्याप्टेन रिम त्यसपछि सिधै जुनियरको श्रीमतीसँग ठेगाना मागेर उनलाई भेट्न जान्छन्। जुनियरको श्रीमतीको कुरा सुनेर उनी हैरान हुन्छन्। उनले आफ्नो ससुरा रुडोल्फ फेन्ज सिनियरको बारेमा कुरा भन्छन्, जो सन् 1876 को एउटा साँझमा घुम्न भनेर बाहिर निस्किएका थिए तर कहिले आएनन्। जुनियरको श्रीमतीले दिएको आफ्नो ससुराको विवरण
टाइम्स स्क्वायरमा भेटेका व्यक्तिसँग एकदम मिल्दोजुल्दो हुन्छ। त्यही लुगा, त्यही रूप, त्यही टोपी। यो सुनेर रिमलाई चिसो महसुस हुन्छ। जब उनले थाहा पाए केही समयभन्दा बाहिरको कुरा भइरहेको छ, यो केसको कुनै समाधान नभएको भनेर बन्द गरिदिन्छन् र आजसम्म पनि यो केस समाधान भएको छैन। नम्बर 3, स्टक मार्केट टाइम ट्राभलर। सन् 2003 जनवरी 28 अमेरिकाको शेयर मार्केटमा एउटा कहिले नघटेको घटना हुन्छ। एन्ड्रयू कार्लसन नाम गरेका एकजना 44 वर्ष व्यक्तिले 2 हप्तामा $800 लगानी गरेर $350 मिलियन कमाउँछन्। यसलाई आजको नेपालीको रेटमा हेर्ने हो भने 2 हप्तामा 70,000 लगानी गरेर करिब 50 करोड रुपियाँ कमाउनु हो। उनले 126 वटा जोखिम शेयरको व्यापार गर्छन् र हरेक शेयरमा उनलाई फाइदा हुन्छ। अमेरिकन सेक्युरिटिज एक्सचेन्ज कमिसन र FBI यो कुरा एकदम शंकास्पद लाग्छ, किनभने उनीहरूका अनुसार कोही मान्छे जति नै शेयर बजारको राजा किन नहोस्, कुनै भित्री व्यक्तिले शेयर बारे जानकारी नदिएसम्म यति छोटो समयमा यत्रो सफलता पाउन सकिँदैन। त्यसपछि मार्च 19 2003 मा उनीहरूले तुरुन्तै एन्ड्रूलाई एरेस्ट गर्छन्। अनुसन्धान गर्दा एन्ड्रूको जवाफ यस्तो हुन्छ: मलाई कोही भित्री मान्छेले जानकारी दिएको होइन। म सन् 2256 बाट समय यात्रा गरेर आएको हो। मेरो समयमा स्टक मार्केटको पुरै ऐतिहासिक कागजात छ, त्यसैले मलाई यो सबै शेयरहरूको बारेमा थाहा छ। पुलिसहरूले यसलाई बनावटी कथा ठान्छन्, तर त्यसपछि एन्ड्रूले अरू पनि भविष्यवाणी गर्छन्। उनले ओसामा बिन लादेनको लोकेसन, एड्सको उपचार, भविष्यमा अन्तरिक्ष यात्रामा हुने ठूलो प्रगति र इराक वारको मिति ठिक एक दिन अगाडि भविष्यवाणी गर्छन्। तर यी सबै भन्दा पनि FBI एन्ड्रूको कुरामा विश्वास लाग्दैन। अदालतले एन्ड्रूको रिहाईको लागि 14 करोड रुपियाँको बेल तोकेको हुन्छ। तर अचम्मको कुरा के भने केही समयपछि एउटा अज्ञात व्यक्तिले आएर एन्ड्रूको बेलको पैसा तिरेर उनलाई छुटाउँछन्। त्यो व्यक्ति को हो कहिले थाहा भएन। त्यसपछि एन्ड्रू अदालतको अरू कुनै सुनवाईहरूमा पनि कहिले उपस्थित भएनन्। अझै अनौठो कुरा, पुलिसहरूले पुरानो रेकर्ड खोज्दा एन्ड्रू कार्लसन भन्ने व्यक्तिको डिसेम्बर 2002 सम्म कुनै रेकर्ड नै भेट्दैनन्। न त कुनै एड्रेस, कुनै परिवार, कुनै फिङ्गरप्रिन्ट्स, कुनै पनि रेकर्ड भेट्दैनन्। नम्बर 4, द मिस्टिरियस केस अफ लेरिना गार्सिया। सन् 2008 मा स्पेनकी 41 वर्षीय महिला लेरिना गार्सिया सामान्य दिन जस्तै उठ्छिन्, तर ओछ्यानबाट उठ्ने बित्तिकै केही फरक महसुस गर्छिन्। उनको ओछ्यानमा राखेका तन्नाहरू अघिल्लो रात प्रयोग भएको तन्नाहरू भन्दा फरक हुन्छ। यसलाई एउटा साधारण भूल ठानेर उनी तयार भएर अफिस जान्छन्, तर चीजहरू त्यति बेला झनै अनौठो हुन्छ। लेरिना आफ्नो गाडीमा अफिस पुग्छिन्, तर हिजोसम्म उनको अफिस भएको ठाउँमा अर्कै अफिस हुन्छ, तर त्यहाँका कर्मचारीहरू एउटै हुन्छन् र उनीहरूका भनाइ अनुसार त्यो अफिस धेरै वर्ष अगाडि त्यही ठाउँमा थियो। हिजोसम्म सँगै काम गरेको साथीहरू कसैले पनि उनलाई चिन्दैनन्। उनको क्याबिन जहाँ हुनुपर्ने त्यहाँ हुँदैन। वास्तवमा अफिस हेर्दा यस्तो थियो कि उनले त्यहाँ कहिले काम नै गरेकी थिइनन्। वर्षौंदेखि जुन डिपार्टमेन्टमा थिइन् त्यो डिपार्टमेन्ट पनि हुँदैन। उनको अफिसको इमेल पासवर्डले पनि काम गर्दैन। यो देखेर उनी डराउँछिन् र हतार गर्दै घर जान्छन्, तर घर पुगेर आफ्नै घर पनि पहिले जस्तो भेट्दिनन्। उनको अपार्टमेन्ट अझै पनि उनको आफ्नै हुन्छ, तर सासानो विवरणहरू गलत हुन्छ। उनलाई एउटा पेन्टिङ किनेको याद हुन्छ, तर त्यो पेन्टिङ पनि हराएको हुन्छ। सामानहरू पनि सधैँ राख्ने ठाउँभन्दा अर्कै ठाउँमा हुन्छ। तर सबैभन्दा डरलाग्दो त्यति बेला हुन्छ जब उनले 10 वर्ष अगाडिदेखि रिलेसनमा बसेको बोयफ्रेन्डलाई खोज्छिन्। ऊ हराइसकेको थियो। हराएको मात्र होइन, ऊ यो संसारमै कहिले थिएनन्। लेरिनाको सम्बन्धको कुनै रेकर्ड नै छैन, न त कुनै फोटो छ न त कुनै मेसेज नै छ। तर उनले केही वर्ष अगाडि ब्रेकअप गरेको आफ्नो एक्स बोयफ्रेन्डसँग भने अहिले पनि रिलेसनमा भएको भेट्छिन्। डराएर लेरिना डाक्टर भएको ठाउँमा पुग्छिन्, तर डाक्टरहरूका भनाइ अनुसार उनी एकदम ठिक थिइन्। बिरामी हुने या याददाश्त कमजोर भएको कुनै पनि संकेत भेटिँदैन। के लेरिना एक्सट्रिम एम्नेसियाको शिकार भएकी हो कि सासानो फरकहरू मात्र भएको यही दुनियाँ जस्तै एउटा अर्को दुनियाँबाट आएकी हुन्? साथीहरू, हामीले आज इतिहासका 4 वटा समय यात्रा सम्बन्धी घटेका घटनाहरू हेरौं। यो घटनामध्ये तपाईलाई कुन घटना राम्रो लाग्यो हामीलाई कमेन्टमा भन्नुहोस्। हामी छिट्टै अर्को भिडियोका साथ भेट्नेछौँ। त्यतिन्जेललाई नमस्ते।